यहाँबाट चाहिँ अहिले चारो निस्किँदैछ। चारो मजाले निस्किँदैछ। माथिबाट यसमा चारो झर्छ। यहाँबाट चाहिँ मोटरको सहायताले चेनलाई घुमाउँछ। वरिपरि राउन्ड लाउँछ। खोर चाहिँ पुरानै हो रै पनि जे सबै कुरा ठिकै छ। सफा छ खोर पनि। अहिले चारो घुम्ने टाइम भएको छ। कुखुराले दानाहरू खाइरहेको छन्। चारो चाहिँ यसरी घुम्छ। वरिपरि फन्कालाउँछ है त यो चाहिँ। अहिले चाहिँ मैले अन्डाहरू सबै पठाइसकेर अब खोर सरसफाइको लागि मात्रै काम रहेको छ। यो खोरमा चाहिँ लगभग 50-60 हजार कुखुरा छ है त। अन्डाहरू सब पठाइसकेर अहिले अलिअलि मात्रै बाँकी रहेछ, त्यहाँ उठाएर छ। खोर चाहिँ 2 तलाको छ। पहिलो तलामा चाहिँ 3 दान छन्, माथिल्लो तलामा 3 दान छ के। जम्मा 6 दान जति छ। यस्तो भिडियो हेर्नको लागि यो च्यानल पनि सब्स्क्राइब गरिदिनु है त।